Yeah, came through flexing cause they know I got the sauce. Got the presents on me, I can't. प्लसको युनिटमा आएको छु होइन। आज चाहिँ हाम्रो राइडिङ एक्सपिरियन्स चाहिँ हुने चाहिँ हिरोको एक्स प्लस 10 मा होइन। यो बाइक चाहिँ यही हो। एकछिन हाम्रो क्यामेरा ब्याग देखाइदिउँ त बाइकलाई। आजको राइडिङ एक्सपिरियन्स चाहिँ यस्तो हुनेछ होइन। अनि एक्सपिरियन्स चाहिँ कस्तो भयो भनेर म सबै सेयर गर्छु तपाईँहरूलाई। त्यही भएर चाहिँ लास्टमा है त। Wanna clear a bottle of Cabernet. Wanna stay home, not even drink. Wanna get out of my own head. Wanna lay down, overthink. I wanna cry every tear I got. टक्क गाइजहरू यहाँ चाहिँ अब फर्म भर्ने उ भइरहेको छ, लाइन छ होइन। हामी चाहिँ अहिले वेटिङमा छौँ। यहाँ भित्रको चाहिँ यस्तो छ। ऊ यता चाहिँ गेमहरू पनि छ होइन। 1 hour later. र गाइस फेरि फर्महरू चाहिँ भर्ने काम भइरहेछ यहाँ। हाम्रो पनि पालो लप आउन लागेको छ। हाम्रो लामा सर यहाँ वेटिङमा। त्यही हो। अब क्राउड चाहिँ देख्न सक्नुहुन्छ है गाइजहरू। A few moments later. हाम्रो लामा सर चाहिँ फर्म भर्दैछन् अहिले होइन। पारेर मेरो चाहिँ आइसक्यो गाइज है। फर्म भरेर एका पारेर मेरो चाहिँ 163 भएको परेको छ। अहिले त गेमहरू छ होइन गाइज। हामी चाहिँ गेमहरू खेल्न आएको। अनि यहाँ चाहिँ भिन्टेज फोटोहरू चाहिँ हामी खिच्छौँ अब होइन सर। अब यस्तो बाहिरको माहौल के छ त म हेर्नु त हेल्मेट हेर ल। हाम्रो अब ट्र्याकको स्थिति के छ त एक लड हेरिदिउँ न त होइन। यहाँ चाहिँ ट्र्याकमा बाइक मेन्टेनेन्स मागेपछि तुरुन्तै क्विक आइहाल्छ। अनि क्विक बनिहाल्छ है गाइस। सर्भिस एकदमै राम्रो लाग्यो मलाई चाहिँ। साथीहरू हाम्रो एउटा टक्क मेमोरेबल एउटा उ बन्यो है। टक्क पारेर होइन त लामा सर। ल है गाइस। A few moments later. म चाहिँ वेटिङ गरिरहेको छु गाइस अहिले होइन। अहिलेको भ्यू हेर्न सक्नुहुन्छ। ट्र्याकको म्याप चाहिँ यहाँ रहेछ है। 5 minutes later. रेडी गाइस। ये खाना सर चिप्ने त गाइस सिधै आउ त के ड्रप गर्छ अल पार्ट तपाईको सिधै आउ ए जाऊ तपाईको पनि जानु पालो आउनु लागिसक्यो होइन। अब म रेडी छु। यहाँ अब फर्स्ट लड जाँदैछ। त्यसपछिको लडमा चाहिँ मेरो पालो आउनेछ। Managing Director. अर्कै होला है माटो साटोको हैन।
they created a dramatic scene over here. 5 lines from that corner is really launch Varigadu, and the prizes were revealed. Just look at the हाम्रो professional riders are जो अहिले Dirt Temple मा हुनुहुन्छ सम्पूर्ण professional riders हरू right, and later on we can see that again in the Nahanilipin pro riders हरू मात्रै trackमा देखिन्छ and we can clearly देख्न सक्छौँ and तपाईँले leading riders हरू they are all geared up influencers पछाडिबाट चाहिँ गाइड गरिदिनु भन्दै मलाई riders on the track. Somehow maybe around 150 riders have already gone through the track for this experience where the all-new is the very new bird in town. अझै पनि हामीले देख्न सक्छौँ थुप्रैजना क्युहरू हुनुहुन्छ लाइन अप हुनुहुन्छ they're very serious going by. They want to get into the track, they want to experience the track with all new response to track. केही बेरमा तपाईँहरू त्यो पनि पालो आउने नै छ जो जो पनि नयाँ हुनुहुन्छ उहाँहरूलाई एकचोटि फेरि भन्न चाहन्छु भने फर्स्ट अफ अल रेजिस्ट्रेसन डेस्कमा गएर तपाईँहरूले रेजिस्टर गरेर स्टार्ट पाउनुभएको नम्बर 4 भित्र बस्न सक्नुहुन्छ and you get a serial number. Serial number अनुसार तपाईँहरू फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा तपाईँहरू एन्टर गर्न पाउनुहुनेछ हामीले नम्बर यतिदेखि यतिसम्म भित्र आउनुहोस् भनेर बोलाए पश्चात तपाईँहरू भित्र आउन पाउनुहुनेछ एन्ड फर्स्ट अफ अल इन्स्ट्रक्सन्स हाय गाइस यार मजा आइरहेछ यार अब फेरि हिलो आयो यार म त साथै हालेर गरम इन्ड्युरो पछि त डरै लाग्न थालिन्छ त जमाना सामान पर्छ न झ्याप्प सामान पर्छ है गाइस यार तर हिरो हिरो भएर फेरि ब्यालेन्स चाहिँ गर्न गाह्रो हुन्छ यार नयाँ मान्छेलाई बिस्तारै गर्नुपर्छ गाई चाहिँ हतारमा गर्नु छ भने बरानी चाहिँ हान्दैछ है गाईको अगाडि सक्यो तातमा हिँड्दै छियो गाइस जर्सी खेल्नु पर्ने हुन्छ यहाँ चला अनि
सेफ्टी गियरहरू चाहिँ उहाँहरूले दिनुभएको बाइक उहाँहरूले प्रोभाइड गरिदिनु भएको मैले चाहिँ ल्याउने कोसिस गरेको त्यो फेरि हातको र खुट्टाको मिलाएर राख्नुपर्ने होइन ल बजार धन्यवाद है हिँड्नु त मैले देखेको छैन हजुर 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 63 163 ए यहाँ चाहिँ फिडब्याक दिनुपर्ने हुने रहेछ पावर एन्ड पिकअप कस्तो छ त यसको 5 ठिक छ 4 दिन चाहन्छु म ह्यान्डलिङ चाहिँ स्मुथ छ मेरो नाम मनिष श्रेष्ठ गियर सिफ्टिङ 5 एकदम स्मुथ छ कम्फोर्टेबल भेरी कम्फोर्टेबल Power pickup 1, 2, 3. Handling. कस्तो होला हो ठिक छ फिडब्याक दिनु पर्दैन ठिक छ हस् थ्याङ्क यू सो मच ए हस् धन्यवाद कहाँबाट हो यहाँ चाहिँ अब हामीलाई जर्सी दिनुहुन्छ हुन्छ म्याडम धेरै साह्रो त हुँदैन होला ठिक छ हुन्छ होला हस् थ्याङ्क यू दाइ गाइस फाइनली जब फिरेर पाइसकेको छ होइन कहाँ हो चलपल मादर चोद ढिलोमा त क्या ढिलो छ नि मलाई एउटा जान्छु म के बस्ने तिमीले खिचेन A few moments later. ल गाइस फाइनली हाम्रो चाहिँ राइड सकिसकेको छ होइन राइडको एक्सपिरियन्स चाहिँ कस्तो भयो भन्दाखेरि अब त्यो राम्रै छ पिकअप पावर होइन यो बाइकमा चाहिँ जति चाहिन्छ जति बजेट अनुसार चाहिँ त्यो प्रपर छ कि होइन त्यसको लागि चाहिँ म यो टिमलाई चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु होइन उहाँहरूले चाहिँ हाम्रो एउटा ट्र्याकमा चाहिँ एक्सपिरियन्स गरेर फिल गर्नलाई दिनुभयो त्यसको लागि चाहिँ थ्याङ्क्स फर गिभिङ दिस अपर्च्युनिटी भन्न चाहन्छु र यो कस्तो लाग्यो गाइज कमेन्ट गर्नु होला अनि मन पऱ्यो भने सब्सक्राइब सेयर पनि गरिदिनु होला हिरोको इभेन्टमा चाहिँ हामीलाई धेरै रमाइलो भयो होइन अब अर्कोचोटि यस्तै इभेन्ट भइरहेको हामी फेरि आउनेछौँ आजको लागि चाहिँ यति नै गाइज Spending the night in Dixon, 60-odd miles from a plan. Is it too late to learn to listen?
too late to be less a man. How many yesterdays are between